हेलो सबैलाई वेलकम। आज हाम्रो यात्रा चाहिँ अलिक कठिन छ। यो बाटो भोटेकोसी गाउँपालिका 2 कोदारी। यहाँ राम्रोसँग बाटो व्यवस्थित हुन सकिरहेको छैन। चाँडोभन्दा चाँडो राम्रो हुने आशा गर्दछौँ। बिजोग छ है भाइ बाटो? यो त राम्रो नि भाइ, अस्ति मिलाएको नि हामीले सन्तोष भाइ लडेर। भरे ओह्रालो चाहिँ गाह्रो हुन्छ। हजुर सुकल भाइ, अनि धेरै दिनपछि देखेँ त। भाइको चाहिँ कहिले हुने हो? हाम्रो अब बेला त पालो त भाइ जस्तो लाग्यो। पालो चाहिँ भयो कि अगाडि फेरि सन्तोष भाइ त छ, तर भाइ पनि नभए त हिँड्छ। यो खासा चाइना। हामी चाहिँ तमाथि बिहेमा जान लागेको। मेघले देखेन कि? हेलो, ठिक छ भाइ? हाम्रो मेघ दाइ हुनुहुन्छ। हामी चाहिँ भाइ अनिलको बहिनीको विवाहमा आज उपस्थिति भएका छौँ। अनि यता हाम्रो सन्तोष भाइ, यो चाहिँ अनिल भाइको गाउँ हो। भोटेकोसी गाउँपालिका वडा नम्बर 2। यहाँबाट हामी भैरवकुण्ड पनि जान सक्छौँ, बोलडाँडा हुँदै। अनि हाम्रो भाइ नवीन पनि हामीसँगै धेरै वर्षपछि हो। 2-3 वर्ष भयो। माथि सिङ्गल गरेर त्यही भन्दा तल यसरी हराउने भाइ, अब देखिनु पऱ्यो कि। यता चाहिँ खासा। अनिल भाइ भेटघाट भयो अब। ए अनिल भाइ गाउँ चाहिँ